टाइम ल्याप्स नराख्न हो तिमीहरू तल जाने हामी कहाँसम्म पुग्नु सक्छ आज अहिले कहाँ पुग्छ तल तल जाने हो तल कुन ठाउँमा याखरको कतिजना तपाईँ पनि त्यतै हो म पनि त्यही काखतमा हो उयो भीमठामबाट आउनुभएको मेरो त अरू सम्झोबाट आयो अहिले साम्दोबाट यहाँ आउँदा तपाईँ कहाँबाट आयो साम्दोबाट अनि कहाँ बस्नुभएको तपाईँ कहाँ आज धेरै हो बिहान कति बजी हिँड्नु बिहान 5 बजी बिहान 5 बजी हिँड्नु 5:30 बजी लार्की पास हुँदै आउनुभएको अझै तल पुग्ने थियो त्यहाँ माथि कहाँ परेर थुप्रै बस्यो तपाईँ के कामले जानु लाउनुभएको त त्यहाँ एकछिन घाटको मिसिन बिग्रियो यो रुख गर्ने मिसिन छ नि यो बिग्रेर अनि बनाउनु आयो अनि मेरो भाइ एउटा र दिदी बहिनी दुईजना उनीहरू धर्मशालाबाट गयो भेट्दै भेटेन साम्दोदेखि यहाँसम्म आउन सक्छ दादा पनि पुग्छ म अब ढिलो हिँडेँ अनि धर्मशालामा त्यो भर्तीमा आधी घन्टा पुग्यो अनि धेरै उदाउने अनि यहाँ पनि बस्यो अनि खाजा खानु आउनु खाजा खानु न भयो एकछिन भित्र अब यहाँ मुनि त नजिकै हो खानु 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 अनि तपाईँहरू कहाँबाट आयो त हामी त धर्मशालाबाट आएको ए धर्मशालाबाट लार्की पास हुँदा हामी तपाईँहरू छिटो हिँडेछ ए हामी त बसेर खेल्दै खाँदै अनि मेरो फेदीमा आधी घन्टा बस्यो माथि फेदीमा माथि त्यहाँ खाना खायो के खायो अनि उता के अरे धर्मशालामा भट्टी छ नि त्यहाँ अन्त छेउमा फेरि त्यहाँ चल्नु लाग्यो यो हाम्रो घुम्दै हो हामी साम्दोमै बस्यो होइन कि सम्ममा कहाँ बस्यो लिटल टिबेटमा भयो अलिकति भुसाएर नुन सक्यो तल त्यो आर्मी बसेछ नि मेरो घर हो ए अब तपाईँ कहिले फर्किने उता म दिनसरसम्म त मिसिन बनाउन लाउनु जाने भनेको नि अनि हाम्रो एउटा चौधी छ अनि साथी भोलि बस्यो आउँछ होला दुईवटा तिनवटा जति उयो लानु पर्ने अब हामी सँगै जाउँ पानी होइन के सँगै जाउँला भनेको अब बस्नु त त्यहाँ त हो हामी कि तल पनि पुग्नु पऱ्यो अब तलसम्म पुग्छ पिल्चे भनेर चाहिँ कहाँ हो पिल्चेभन्दा धेरै धेरै तल है हामी अलिक छिटो हिँड्यो भने त्यहाँसम्म नेचुरीसम्म पुग्छ नेचुरीहरू माथि अनि यो याखरकोबाट चाहिँ गाडीहरू चल्छ तल जानु कति याखरकोबाट आधी घन्टा सुरु गरेर पनि आधी घन्टा बस्छ त्यहाँबाट भ्याक्यो त्यहाँबाट चाहिँ अनि गाडी पाउँछ बाइक भ्याक्दा जानु हुँदैन पैसा थुप्रै जान्छ
तिप्टीसम्म जानुपर्छ एकअर्कामा बस्यो भने भोलि जसरी हिँड्नै पर्ने हो हिँड्नु त परिहाल्छ नि भोलि उसमा गएर बस्ने हुँदैन त नि बेसीसम्म कहाँ हिँड्ने म पनि त्यहाँ बेसी सरसम्म चाहिँ नि हिँड्नुपर्छ भने म ट्रेकै छ त्यो त कुइरो गयो अगाडि कुइरो गयो हजुर कुइरो गयो तपाईँ आएर हामी मात्र आएको नेपाली ए ल बेसरसम्म जाऊँ म पनि जानु बेच्छ भोलि एकअर्कामा बस्यो बेच्छ जाने आज एकअर्कामा बस्यो भोलि बेच्छ जाने दुईजना मेरो ठुलो दुईजना पाँचजना गयो भने त घरि त पुगिहाल्छ बेसी सहर पुग्नलाई भोलि गयो भने बिहानै जानुपर्छ हामी बेलुका चाहिँ पुग्छ अलिक तलै पुग्नुपर्छ नि हामी यहाँ कर्काबाट एघारबाट 2 घन्टा हिँड्नुपर्छ 2 घन्टा पनि भोलि हिँड्नुपर्छ एकअर्काबाट कुन गाउँ आउँछ एकखर्काबाट भिडियो होटल छ कोही माथि बस्छ कोही तल बस्छ त्यहाँ कि त बिहान उठेर गयो भने तर टाढै हो नि त गाडीमा पो भन्नु अनि पिल्चीमा उनीहरू फोन गर्छ के हामी मान्छे यतिजना छ भनेको यतिजना छ है भर्खर बस्यो भने त तर होइन दिनभरि हिँड्यो भने ठिकै छ मलाई त्यही घुम्दै हेर्नु यति आउनुपर्छ छैन त बिस्तारै डुलेर जाने यता उता भोलि पिल्चीमा बस्यो नि भइहाल्छ एक दिनको पैसा कति पो झालो 2000 पो झालो अब डुलिसक्यो डुल्यो होइन अब मजाले डुल्ने लमजुङमा बस्नु होइन बेसी छ भोलि भोलि गएर चाहिँ भोलि बिहान गएर बेलुका बस्ने अनि पर्सि भोलि गयो भने गाडी पायो भने भोलि बुझ्छ छ पानी अर्को पानीले पिउँदैन होला यो खैरेहरू पनि बेक्सुवालसम्मकै हो हिँड्दै रुटै त्यही हुन्छ बाटो नै हामी त कति सोचेको अब क्यामेरा पो बिर्सिन्छ क्यामेरा पो बिर्सिन्छ होला तपाईँहरूलाई त लेक सेक केही लाग्नु हुँदैन है हामीलाई बानी भइसक्यो त्यही हाइटै 3000 माथि बसिरहेको हुन्छ है नत्र आज हामी को लगायो भने गाडी भयो भने आज भिन्छ पनि बुझ्छ बिस्कुट नखानु भएको खानु न खानु कमिला चिरिरहेछ भुजा खानु मिल्छ भुजा ठिकै हो अब सामदो कहिले फर्किनु तपाईँ मिसिन पनि पैसा त्यो मिसिन बनाउने के मिसिन खै देखाउनु त मिसिन कुनै बनाउनु दिएको छैन के त्यो सानो भित्र पुग्नु आफै चालक पो हुन्छ अर्कालाई मेरोसँग त्यो मसँग यो काठ चिन्नु उसँग थियो अब बनाउनु पर्दा आफै यति गरेर बनाउनु पर्दैन यो हिमालहरू तपाईँलाई पाँच थाहा चिन्ने छ हो 5 चिन्ने मेसिन हो यो हिमालहरू थाहा छ तपाईँलाई त्यो हिमालको मनोजुली पो मैले ए त्यो सामाबाट देख्छ सम्झोबाट मेरो त्यो माथि चिसो छ नि त्यो ए त्यही भएर ऊ त्यो धुवाउले है राम्रो देखेँ नि अनि यो चाहिँ नर्थ वेस्ट क्यामेरा चाहिँ उता एक च्याप्टर खालको भने नि अस्ति यहाँ पनि जान्नु गयौँ यो हिमाल पनि ए अहिले चाहिँ उताबाट देख्दाखेरि है हामीले यता त्यो धर्मशाल त्यो मुनिको चिसो थियो नि अस्ति त्यहाँ राजाको त कहाँको यो डाँडा छ नि यो यसको मुनि फेर त स्याला भन्ने गाउँ होइन त्यहाँ त उयो पऱ्यो स्याला उतापट्टि पर्यो यो चाहिँ सामगाउँ ए सामगाउँ
सामो उड्यो उड्यो ढुङ्गा आएछ नि त्यो त्यसको मुनि त्यसको मुनि हैन उड्यो मुनि हामी यहाँ माथि पनि देख्छ त्यसले पनि देख्छ नि अनि यहाँ चाहिँ यो माथि छ नि यो माथि चाहिँ हाम्रो समुद्रबाट अलि माथि आएर अनि अस्ति हिँड्न गऱ्यौँ यो चाहिँ अनि यतातिर अब यिनीहरू चाहिँ रेन्जहरू है मनासको रेन्जहरू माथि त काउन्टरको यस्तो लाइन गरेको ए हो क्या त्यहाँ मुनिबाट सुरु त्यहाँ आएको यता माथि 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 फेरि यता है उनीहरूको यस्तो झरेको छ कि अरूमा धुवा उड्दैन नि जहिले त्यही मनासमै उडिरहेको हुन्छ नि है त्यो धेरै आगो थियो नि त अहिले गएर यहाँनिर पनि एकचोटि गरेको त्यसको साइकलमा पनि त्यो भयो खानु तपाईँ तपाईँ खाने प्लास्टिक हिमाल चुलीहरू चाहिँ देख्दैन उयो पनि देख्छ उयो पनि देख्छ हाम्रो पनि देख्छ हिमाल चुलीहरू चाहिँ यसले चाहिँ हिमाल चुली पनि कहाँ छ नि त्यो चाहिँ छेउतिर पर्दैन त्यो त कोलै गइसक्यो 8,000 मिटर है 8,100 मिटर सेवामा 5 नम्बरमा छ 3 नम्बरमा 4 नम्बर जान्छ कि 5 नम्बरमा जान्छ 6 नम्बर त्यहाँभन्दा त्यो झमेलामा गयो नि तपाईँहरू के भन्छ अब झमेलामा नजान्छ हामीले झमेलामा पहिले यो 3 नम्बरमा 4 नम्बरमा जान्छ हामीलाई थाहा छैन जाडो यहाँ घाम गएपछि सक्यो है अब त के जाडो हुनु अब त पारो हुनु पानी खानु छ चिसो है चिसो भन्दा फाल्यो नि हुन्छ अब पेट्रोल पायो यहाँ फाल्यो हुन्छ यहाँ त के पनि फाल्नु हुँदैन यसरी फोहोर हुन्छ पछि एकजनाले फाल्दा दुईजनाले फाल्दा फोहोर हुन्छ उयो माथि चाहिँ हो कोनुको हो कि के हो हजुर त्यो गहुँ हो कुरियो हो तपाईँहरूले कुरियो भन्छ कुरियो त्यो कहाँ किन्यो त्यो उसमा धर्मशालाको अलिक तल ए त्यो हाम्रो छोराको त हो तपाईँ छोराको हो हामीले तातो पानी खायो त्यहाँ टेन्ट हालेर बसेको चेन त सबै फुटकेर बस्यो साम्दोमा घर छ भन्दै थियो है तपाईँ छोरा हो उसले पनि व्यापार गर्दो रहेछ त मलाई चाहिँ अहिले सोच्नु आयो